हेलो आमा औँसिया भन्ने थाहा छ नि हो त नि अनि अब मिठाई खान मन भए औँसीमा मुख मिठा गर्न मन भए त्यो अस्ति झिकेर ल्याएको वृद्ध भत्ता दिनु क्यारे म पनि त बुढो हुन त लाएँ अब मलाई छोराछोरीले खुवाउँछ नि खुवाउँदैन त मलाई थाहा छैन अब म चाहिँ त्यो अस्ति तिमीले झिकेर ल्याएको वृद्ध भत्ता दिने भए म मिठाई ल्याएर खुवाउँछु क्यारे नत्र सक्दिनँ म त मसँग त छैन पैसा फेरि छोरीहरूको अगाडि छोराले पालेन भने जस्तो गरी देखाउनु परेछ भने अब नदिइराख्नु क्यारे नत्र खुर्कन त्यो वृद्ध भत्ता मलाई दिने म मिठाई किनेर ल्याएर दिन्छु म बुढो भएपछि छोराछोरीहरूले जेसुकै गरून् मलाई मतलब छैन मलाई अहिलेको कुरा हो मेरो त भयो म त सक्दिनँ छैन पैसा छैन आफूसँग पैसा कुम्ल्याएर राख्ने अनि फेरि मिठाई खान मन लाग्ने रे अनि छोरीको अगाडि छोराले नि पाले जस्तो गरेर देखाउनु पर्ने